तिमीहरूलाई पास गरौँ लेट्स सी व्हाट दे हैव टु से मेरो हाई गाइस सोनिया चाहिँ भर्खर मात्र चढ्यो अनि सोनिया चाहिँ मजाले 4 घन्टा एक्स्ट्रा घरमा बस्न पाएको छ त्यही पनि आउँदा बित्तिकै के भन्छ सुत तिमीहरूलाई के भयो के गरेर बस्यो मलाई थाहा छैन हामी ऱ्यान्डमली कहिले जान्छौँ मेरो फोनको कभर किन्छौँ कहिले जान्छौँ चार्जर किन्छौँ खै ब्ल्याक चेन खालको छ केही पनि छैन नयाँ तिमीलाई मैले हरियो देखेर बर्थडेमा हरियो होइन तिमीले ब्ल्याक नै देख्यौ पछि तर मैले हराएँ क्या त्यो कहाँ हराएँ त्यही भएर फेरि अनि यो हामी यत्तिकै ऱ्यान्डमली यताउता बस्दै सामान किन्दै गफ गर्दै अनि ऱ्यान्डम मान्छेहरू यो बसको दाइहरू टिकट काट्यो बहिनी टिकट काट्यो कहाँ जाने हो भन्दै आउँछन् तिनीहरूसँग गफ गर्दै बस्छौँ हामी हाम्रो चाहिँ हाम्रो भेरी फर्स्ट ट्रेकिङ अनि हामीले एकदम इजिएस्ट ट्रेक भनेको छौँ तर त्यो पनि इजिएस्ट छैन रे भन्ने सुन्नमा आएको छ अब हेरौँ कस्तो हुन्छ एउटा एसेटोसोलमाइड खाइयो मेरो पिम्पल आयो यत्रै ठुलो आयो केटीले 4 घन्टा एक्स्ट्रा घरमा बसेर मेकअप गरेर मेरो काम के छैन म नाइट बसको लागि मेकअप गरेर आएको म सोचिरहेको थिएँ लाइक हुन्छ नि त्यो हाउडे पारामा छ होला सोनिया कलेज जानु लाग्यो जस्तो भन्ने सोचिरहेको थिएँ अनि यसो हेर्छु म चिन्दिनँ होला सोचिरहेको थिएँ कि अनि यसो हेर्छु त पुरै सेतो टल्किरहेको सेतो होइन मैले आज फाउन्डेसन म्याच गर्ने लाग्यो है त्यति बेला लाग्यो होइन म दिउँसोदेखि यो मेकअप कति बजेको 5 बजे इयरिङ पनि हेर न ट्रेकिङ जानलाई यस्तो इयरिङ कसले लगाउँछ भाइ म केही पनि छैन नि त्यो मैले त मेकअप पनि ल्याएको त्यहाँ मैले कन्सिलर ल्याएको छु लिपस्टिक ल्याएको छु अनि त्यही हो मैले ल्याएको मैले सबै ल्याएको of accuracy in lowering intraocular pressure decreases CSF production. Oh my god, यस्तो भइसक्यो हामीलाई CSF production पनि कम भइसक्यो हाम्रो है त्यो बस हिँड्छ छिटो यता अलि छिटो पुरै बाहिर जान्छ मैले होइन कस्तो क्युट देखायो तिमीहरूलाई थाहा टोपीले सबैले किन्छ ओए तिमी टोपी लाउँदा Okay, so it's currently 2:30 AM and guess हामीले कति आवर्स सुत्यो मैलेसम्म 0 5 मिनट पनि भएको छैन हामी त यस्तो गरेर हामी सुत्यो ओए यसरी पनि नहोस् है ब्लाइन्ड स्पटमा फेरि अर्को तनाव ओके यसो पेट पनि दुख्यो है अनि पछि राम्ररी हेरेको पनि छैन बिहान ट्रेकिङ जाने प्लान बनाएको छौँ होइन प्रेक्षाहरू दुखेर चाहिँ सुत्न पाएन अरे हामी चाहिँ अलिअलि सुतेको छौँ तर लास्ट टाइम लागेको छ खुट्टा दुखिरहेको छ मेन चाहिँ अब यस्तो खुट्टा हामी कसरी हिँड्छौँ हामीलाई थाहा छैन कसको थियो यो अनरियलिस्टिक प्लान भनिदियो ल यो मेरो ओपिनियन यो खासमा करेन्टली मास डिस्कसन भएरै गरेको प्लान हो यस्तो एकल काटे कसैको डिसिजन छ होइन त्यही भएर कसलाई नै गाइज म 1 मिनटभन्दा बेसी बोलेँ तर लास्टमा भिडियो नै अन छैन रहेछ अब फेरि हामी कन्टिन्यू गर्छौँ बेबेका हामी कहाँसम्म भन्दैछ हामी चाहिँ अन द वे टु सरिपाखा मिडवे जस्ट स्टार्ट भएको हाम्रो जर्नी यस अब चाहिँ हामी सरिपाखा जान्छौँ त्यहाँनिरबाट हिँड्छौँ एकछिन हिँड्ने खर्कसम्म त्यहाँ गएर हामी लन्च गर्छौँ एकछिन रेस्ट गर्छौँ त्यहाँबाट हामी सिधै माथि खुमै डाँडा स्टे ट्युन बाइ बाइ यस्तो त तिमीलाई मेकअप गर्न दिएको भगवान दिएको मैले डोन्ट डु दिस ओ माई गॉड त्यस्तो धेरै मेकअप देखेको रहेछ Hi guys, We are like dead at this moment. what the hell, like why did you put so much makeup? कति धेरै लगाइदिएको मेरो ब्लस धेरै रहेछ कि लिपस्टिक धेरै रहेछ मेरो त तिमीहरूको लिपस्टिक छैन लिपस्टिक देख्नु मम्मी एकदम धेरै छिटो पसिना आउँछ क्या तिमीहरू लागेको अहिले यस्तो इजी बाटो आएको छ होइन मलाई यस्तो मनपर्छ यस्तो बाटो पुरै सिधा स्ट्रेट बाटो छ नि त्यसो छ भ्यू हाम्रो विवेका पछाडि हिँडिरहेको अनि सोनी र वर्ष अगाडि हिँडिरहेको एन्ड दिस इज मी हामीलाई सब त्यहाँ पर पनि छ है द्याट इज 360 अनि त्यहाँ होटलमा बस्छौँ
That photo is not for me. So hi guys. I'm not me when I'm यस्तो राम्रो बाटो हामी चाहिँ आइसक्यौँ होइन सो हामी चाहिँ आइसकेको चाहिँ छैनौँ ल आधी बाटो नि पुगेको होइन राम्रो बाटो आएको छ राम्रो बाटो एन्ड हुन लागिसक्यो अलमोस्ट होइन सो तिमीहरूको लागि एन्ड भयो होला हाम्रो लागि चाहिँ छैन ल भोलि तैँले बिग्रियो भइरहेछ जोलोमाइटको साइड इफेक्ट्स टिङ्लिङ सेन्सेसन भइरहेको छ टिङ्लिङ प्यारास्थेसिया लाइट हेर्नेस नाउजिया भयो प्यारास्थेसिया भइरहेछ लाइट हेडनेस अर्को सोनियाले के भइरहेछ आइसिबी प्रोडक्सन भइरहेछ क्वेसनिङ आवर होल एक्जिस्टेन्स नाइट बसमा आधी घन्टा सुतेर यस्तो गाह्रो Alright, so we're heading towards Cochin. She's fixing her glasses. मेरो क्लास भाग्यो अनि हामी चाहिँ Cochin जान्छौँ फर्चुनेट अनि नदीजना रेडी हुँदैछ अनि हामी Cochin जान्छौँ सनराइज हेर्छौँ भनेपछि फर्किन्छौँ So we're on the way to Cochin. अहिले चाहिँ 4 बज्यो होइन हिजो नन स्टप नाइट लाइफ एक्सपिरियन्स भन्छु वाइल्ड चिसो छ टेम्परेचर 3 डिग्री भन्दाखेरि त्यति धेरै लाग्दैन तर वाइल्ड चिसो पानी जमिरहेको थियो त्यो जगको पानी चाहिँ बाहिर रहेछ आएको थियो म किन जग हेभी छ भन्छु पानी जमेको रहेछ This is almost like a solo hiking. Solo trekking. किनभने हामी सबैजना वाकिङ आवर ओन पेस कोही मान्छे कहाँ पुगिसक्यो होइन कोही तलै छ बिचमा अड्किरहेको छु वाकिङ आवर ओन पेस अनि कस्तो गाह्रो भइरहेछ सनराइज हेर्ने भएन अब यति सनराइज हुँदैछ बिस्तारै होपफुली अब 13 मिनट्समा पुग्छु होला कस्तो जाडो छ अब 10 minutes लाग्ला भने ल 25 minutes रे है अझै 25 minutes हेर्दै गर ल ये फाइनली प्रायोरिटी मेरो नि लगाइदेऊ र गाइस मलाई म रेडी छु एयरिङ चाहिँ म यस्तो राम्रो देखिन्न डाँडा काँडामा आएर जाडो हल्का स्लाइट लिप लाइन गर्नु मात्र लाइन पनि होइन जस्ट लाइक फोटोमा राम्रो देख्छ मात्रै हो ल अब आम गर गाइस फाइनली मेड इट नाक रातो भयो रुगा लाग्यो खोकी लाग्यो मरमला जस्तो भयो ग्यास्ट्राइटिस लाइफ एन्ड डेथ सिचुएसन नै भयो हाम्रो ग्यास्ट्राइटिस भयो डिजिनेस भयो पुरा पसिना सुकेर भित्रको थर्मोकोट बाटो यस्तो टाढो उकालो छ अब हामी फर्किने चाहिँ कसरी म त्यो चाहिँ सोचिरहेको छु Don't be surprised if we end up if we don't make it if we end up being admitted. Okay. Guys, this is me in the middle of nowhere. जस्तो लागिरहेको छ किनभने यस्तो चिसो छ साध्य होइन र भन त पेक्षा म त एक्लै बोल्दै आएको यस्तो गाह्रो भएको छ यो त घरमा नि भन्न सकिन्छ यस्तो क्लोजअप त अलिकति भ्यू देखाउनु
भ्यू चाहिँ भ्यू यता सनराइज देखाऊ भ्यू यता एक्चुली भन्दा राम्रो भ्यू यस्तो गाह्रो टाइपको लाग्यो अनि जसले चाहिँ भन्यो बिगिनर फ्रेन्डली एकदमै इजी भनेर त्यो चाहिँ के भएन गाह्रो त्यो लास्टै हावा रहेछ अनि विवेका- कम्पेयर टु अरू होला अब आउनु तर फर्स्ट टाइम दिपिका अहिलेसम्म पुगेको छैन अनि हामी आफ्नै पेसमा हिँड्यौँ मेरो आफै भर्खर आउँदैछु बल्ल बिजोक छ जस इन समराइज गर्नुपर्दा I'm not even a sunrise person. त्यही पनि म यत्रो हिँडेँ यहाँ मेरो sunrise फ्रिज को भयो लागि। आफै गएर म त सक्छु लाग्दै त लागेन अनि त्यसपछि खाजा खाएर हिँडिहाल्ने हुन्छ सुन एकछिन तिमी हट त हुन्छ है भुइँमै टिक्नु नसकेको हो एकदम गाह्रो भयो मेरो मात्रै कतिखेर आएर है दाइ कतिखेर हामी त आधी घन्टा हिजो यिनीहरू यस्तो सो हामीले चाहिँ भ्लग बनाएर स्टार्ट गरिरहेको थियौँ तर हाम्रो बिचमा ब्लग end त भयो। कहाँ गयो गयो आएर बिचमा एन्ड भयो हामीले स्ट्रगल गरेर भएर सो अहिले चाहिँ अलमोस्ट भएर जान आइरहेको छ के गरेर ए अलमोस्ट पकड पुग्न 1 hour max